फिदिम बजार माटो चाहिँ यति बेसी रातो हुँदो रहेछ कि यहाँ चाहिँ ग्राउन्ड यसै भर्खर जोन राई आएको छ रहेछ। यो चाहिँ मैले भ्यू टावरदेखि क्याप्चर गरेको। This is my friend Manju and this is my friend Sanju Limbu from Limbudin. All the way from Limbudin. Ma aako हैन and यहाँ चाहिँ I love Fidim पनि लेखेको रहेछ हो। यो फोटो खिच्यो यहाँ हो। Variety is so beautiful. एकदमै बेसी रहेछ। के दामी पावा भन्ज्याङ निक्लिनु पर्दो रहेछ अगाडि चाहिँ। अन्त यहाँ चाहिँ हामी अलिकति बसिरहेको छौँ। आलु चाहिँ यसरी फुल्दो रहेछ। यहाँ चाहिँ पर्पलवाला यस्तो दामी फुल्दो रहेछ। तल छ भने आलु रहेछ। यहाँ चाहिँ बिबिचको बाटोतिर चाहिँ यस्तो दामी फुलहरू रहेछ। यस्तो दामी यस्तो दामी रहेछ। यहाँसम्म चाहिँ हामी गाडीमा आयो। अब चाहिँ हामी हिँड्दै जाँदैछौँ। यहाँ माथितिर चाहिँ आलु रहेछ। आलु यति बेसी आलु यति बेसी त्यो स्टारवाला फुल्दो रहेछ। मैले पनि देखेको थिइनँ यो यस्तोवाला फुलेको चाहिँ साथी। हामी चाहिँ टाढोमा आइपुग्यौँ। बट द स्याड थिङ इज दिन चाहिँ यति साह्रो नराम्रो भयो कि अन्त यस्तो राम्रो भ्यू लिनु नपाउने रहेछ। सो दिस इज द लेक। अनि यसमा चाहिँ सिजन भएको बेला चाहिँ दामी हुन्छ अरे। मतलब स्काईको रिफ्लेक्सन राम्रो आउँछ अरे। यिनीहरूले यसरी फोटो खिच्दैछ। दामी रहेछ कि आम्मा यो त के भन्नु। यति दामी आलुबारी रहेछ। आलुबारी इज सो फ्यान्टास्टिक। साधु टारक यस्तो राम्रो रहेछ। मोडल उहाँ चाहिँ हाम्रो मिस्टेक भयो कि लौरे फोटोग्राफर वहाँ माउन्टेन भ्यू चाहिँ यहाँदेखि देख्थ्यो रहेछ तर देखेको छैन आज बिकज अफ क्लाउड्सले गर्दाखेरि। बाटो चाहिँ अलिक खराब रहेछ। यस्तो अफ रोड हुनुको कारणले गर्दाखेरि चाहिँ हामीले टोटो चाहिँ तलै राख्नु पर्दो रहेछ। तल देख्नु हुँदै होला। द्याट इज आवर टोटो। अनि अब हामी चाहिँ फर्केर जाँदैछौँ।